ललितपुर चेम्बर अफ कमर्सया संयोजन लिसी आन्तरिक राजस्व ज्याकु येल क्षेत्र नम्बर 1 व आन्तरिक राजस्व ज्याकु क्षेत्र नम्बर 2 या मक्का गोसाले कर सम्बन्धी अन्तर्क्रिया ज्याजो जुगुदु ललितपुर चेम्बर अफ कमर्सया अध्यक्ष पुष्परत्न साकेय सभापतित्व कर सम्बन्धी अन्तर्क्रिया ज्याजो येले विभाजुको ख ज्याजोले ललितपुर चेम्बरिया अध्यक्ष पुष्परत्न साके सरकारीय कर नीति नापासिबे बालना वंगु जुगुली कर मैत्री जुजु वनाचोंगु थासे योको थासे कर पुले मागु बाध्यता व्यवसायित अझन मुक्त मजुनेको थया दिल एकदमै सरल भइसकेका छन् र अहिलेको परिप्रेक्ष्यमा मलाई लाग्छ हामीले उद्यमी व्यवसायलाई पनि कर तिर्नुपर्छ। पहिले बेला कर किन तिर्ने र कर तिरेपछि अनायस मतलब चाहिँ झन्डै बढी जान्छन्। आज 2000 तिर्यो भने अर्को साल 3000 हुन्छ भन्ने कुरा जुन पहिलेको मनसा थियो, मलाई लाग्छ अहिले त्यो मनसा सबै हराइसकेका छन्। अब हाम्रो सबै उद्योग व्यवसायिक हिसाब के छन्, कर तिर्नुपर्छ तर कर कुन हिसाबले तिर्ने एउटा मनासिब हिसाबले हुनुपर्छ। हामी कर मैत्री हुन पनि चाहन्छौँ र उहाँहरू कर प्रमुखद्वय र कर एडुकेटरले एउटा मलाई लाग्छ उहाँहरूको अफिसमा जाँदाखेरि एकदमै कर मैत्री एकदमै हामीहरूको एउटा अब उद्यमी र मतलब चाहिँ यो व्यवसाय मैत्री उहाँले गर्नुभएको छ। हरेक कुरामा उहाँले सहयोग पुर्याउनुहुनेछ। त्यही भन्नु पनि मतलब हामीहरूको विषयमा एउटा जुन कर नतिर्ने मान्छेहरू त तिरो जुन एउटा भावना जागृत भएर आउँछ। ज्याजोले कर अधिकृत राम बहादुर केसी कर ज्याकु सेवाग्राह्य हे जुगु व कर्मचारी सेवाई लागि खटे जुगु थका थुइकेत इनाप यासे कर नीति यी कथा सुधार जुया वनाचोंगु जानकारी बिया दिल। परिवर्तन भइरहेको छ। हजुरहरु कार्यालयमा आउँदा गल्ती गर्नुभयो भने मात्र गराउने हो हैन, गल्ती नगर्दा गराउनु पर्दैन। आरामले आफ्नो चाहिँ समस्याहरू राख्न पाउनुहुन्छ। कार्यालय हजुरहरु के हो हैन, हजुरहरु के हो, हामी भनेका त्यहाँका सहजकर्ता हामी हजुरहरु के सेवाका लागि बसेको हैन, त्यो सोच रूपान्तरण भइसकेको छ। त्यो कुरो चाहिँ हजुरहरुले बुझ्दिनु। कार्यालय हजुरहरु के हो, हजुरहरुकै सेवाका लागि हामी खटेका छौँ विभिन्न ओहदाहरूमा रहेर है। अथे ज्याजोले आन्तरिक राजस्व ज्याकु यल क्षेत्र नम्बर 1 या प्रमुख अर्जुन प्रसाद ढकाल व आन्तरिक राजस्व ज्याकु यल क्षेत्र नम्बर 2 या प्रमुख निरन्तर ट्राइन थिथि कथा या छुट सुविधा या प्रावधान दहसान यो कोथे करदाता या त उकिया जानकारी मधुगुली करदाता स्वयं न जागरुक जुई मागुली पब्या दिल। अब राज्यले तपाईहरुका करदाताहरुको पहिले मागहरू सम्बोधन गर्ने क्रममा पहिले विगतमा भएका केही त्रुटिहरूलाई सच्याउने क्रममा तपाईहरुका विभिन्न हैन यस्तै समस्याहरूलाई समाधान गर्ने क्रममा विभिन्न स्किमहरू छुटहरूका सुविधाहरू ल्याएको छ, निरन्तर रूपमा ल्याउने गरेको छ। यसैको बारेमा तपाईहरुलाई जानकारी दिउँ र तपाईहरुका पनि समस्या सुनौँ भन्नको लागि नै हामी यहाँ उपस्थित भएका हौँ। र सर रामबहादुर सरले धेरै भनिसक्नु भएको छ यो कोभिड छुटका विषयहरू। म धेरै विषयहरूमा जान्न तर पनि तपाईहरुले उठाउनु भएका अझै पनि खास गरी धेरैको चासोको विषय यो मिसमाचको विषय कोभिड छुटका लगायतका विषयहरू छन्। यसमा संक्षिप्त रूपमै भन्नुपर्दा तपाईलाई के छ भन्दाखेरि डिवान बुझाउने भनेको 30 लाखसम्म कारोबार गर्नेहरूको लागि जति कर तिर्नु पर्थ्यो त्यसमा 75% छुट छ, 25% तिरे हुन्छ। 50 लाखसम्म कारोबार गर्नेहरूको लागि तपाईलाई के छ भन्दाखेरि 50% छुट दिएको छ। त्यस्तै गरी केही सेलेक्टेड जस्तो होटल भयो, ट्राभल्स भयो, ट्रेकिङ भयो, चलचित्र घरहरू यिनीहरू अब मिडिया हाउसहरूको लागि 1 करोडभन्दा बढी कारोबार गर्नेहरूको लागि पनि के छ भन्दाखेरि 50% छुट दिएको छ। यो 5 साल बसाली रूपमा यस्ता किसिमका छुट सुविधाहरू आइरहेका छन्। तर अब यहाँहरूले यो सन्देश अब पुर्याइदिनु पर्यो। यहाँ एउटा उपस्थिति सानो रूपमा भए पनि यो वर्षेली आइरहने कर सुविधा मेरो व्यवसायसित सम्बन्धित अथवा मलाई परेको कुनै समस्यासित सम्बन्धित छुट सुविधाहरू आएका छन् कि भनेर चासो राख्ने एउटा परिपाटीको विकास भयो भने तपाईहरु कर कार्यालयसम्म आउनुहुन्छ, धाउनुहुन्छ, अहिले के कस्तो छुट सुविधा छ, मलाई यस्तो विगतमा यस्तो समस्या परेको थियो, यसले मलाई सम्बोधन गर्न सक्छ कि सक्दैन भन्ने किसिमको एउटा त्यो चाहिँ सन्देश दिन सकियो भने हुन्थ्यो भन्ने लाग्छ मलाई। आम करदातामा जस्तो मिसम्याचको सन्दर्भको कुरा छ, अत्यन्त राम्रो अहिले छुट सुविधा आएको छ। 1.5 जुन मिसम्याच गर्ने रकमको 1.5% हिजो 30 लाख रुपियाँ बुझाउने अहिले 40,000 बुझाएको छ भने योभन्दा राम्रो स्किम आउँदा पनि हामी त्यो स्किम कार्यान्वयन गर्ने भन्दा हामीसँग 10 वर्ष पुरानो डकुमेन्ट छैन या छैन भनेर हामी भइरहेको छौँ। ललितपुर चेम्बर अफ कमर्सया प्रथम उपाध्यक्ष राजेन्द्रमान कायस्थ सुभाध्यक्ष नदीको ज्याजोले ललितपुर चेम्बर अफ कमर्सया पदाधिकारी, ललितपुर महिला चेम्बर, ललितपुर युथ चेम्बर, गोदावरी चेम्बर व महालक्ष्मी चेम्बर सम्बद्ध पदाधिकारी लगायत बोतीदुको ख यस ललितपुर चेम्बरका युवा अध्यक्षज्यू, यस ललितपुर चेम्बरका महिला अध्यक्षज्यू
र महालक्ष्मी चेम्बर अफ कमर्सका अध्यक्षज्यू र गोदावरी चेम्बरका अध्यक्षज्यू र विभिन्न वस्तुकर संस्थाबाट पाल्नुभएका अतिथिज्यूहरू र पत्रकार साथीहरू लगायत हाम्रो निम्तोलाई स्वीकारेर पाल्नुभएका सम्पूर्णमा म यस ललितपुर चेम्बर अफ कमर्सको प्रथम उपाध्यक्षको हार्दिक अभिवादन।